त धेरै खुसी देखिस् त के हो कुरो के हुनु र इक्जाम सक्यो त्यही भएर खुसी भएको छु नि अब आनन्दले चिलमा बस्छु कस्तो हो र मम्मी एकछिन एक दिन पनि बस्न नदिने हिजो त इक्जाम सकेको एकछिन बस्न दिएको हुन्छ एक दिनको लागि दिउँसभरि के काम गरिस् त्यो बस्यो त्यो मोबाइल त खेलिरहेछस् हात पनि नदुख्ने यस्तो छुट्टी भएको बेला मम्मीलाई सगाम मम्मीलाई सहयोग गरम सुख दिम भन्नु त छैन उता गएर हेर जा युवाकी छोरीले कति काम गर्छ कति सुख दिएछ आफ्नो मम्मीलाई ल ल भइगयो त नि दिनु म काम गर्छु त्यसै ल मम्मी बनाएर दिन्छु अब गएमा केही नलगाउनु कविता त्यहाँ माथि कपडा सुकाएको होला कपडा उठाएर लिएर आइज एकैचोटि कामको लिस्ट भन्न सक्नुहुन्छ तपाईँ घरिघरि मात्र काम नगरिरहने अहिले के थाक्नु छ र यो उमेरमा यो जवानीमा तेरो उमेरमा त म ल ल भइगयो तपाईँका 21औं शताब्दीका कुराहरू ल ल जान्छु म के भनिस् ल ल ल ल जान्छु म तपाईँ मेरो उमेरमा धेरै काम गर्नुहुन्थ्यो दौडी दौडी लिनु कपडा ए औषधि पनि लिनु ले ल ल भयो अब म नुहाउन जान्छु दिदी बाथरुममा कपडा पनि छ कपडा पनि धुनु भन्नु त म यहाँ झाडु लगाउँ कि कपडा धुँ मेरो यहाँ ढाड दुख्छ म सक्दिनँ त्यति काम लगाउनु त कविता त्यहाँ एउटा तङ्ला पनि धुइहाल्न बाथरुममा है सबै काम मैले गर्ने भएपछि त्यो दिदीलाई दिने स्यालेरी मलाई दिनु दिदीलाई कामबाट निकालिदिनु सबै मैले गर्ने भएपछि त अनि देख्नुभयो दिदी आजकलको केटाकेटीहरू आमा बुवादेखि केही डराउँदैन यत्तिकै बस्छन् तैँले यसलाई किन आँखा देखाइछस् त हाम्रो जमानामा त दिदी आमाले यस्तरी आँखा फर्काइदिँदा पनि डराएर यस्तरी कामदै बस्थ्यो आजकलका केटाकेटी हेर्नु त्यहाँ नुहाएर आइज त्यहाँ आलु पोल्छ आलुको अचार बनाउने हो त्यहाँ कविता त्यो सोफा पछाडि फोहोरहरू छ नि फोहोर मैला सब निकाल अनि पोहोर सालको तेरो त्यो किताबहरू पुरानो किताबहरू सबै एकै ठाउँमा जम्मा गर मम्मी तपाईँ आफै गर्नु न बिजी छु म अहिले अहिले त छुट्टी भइरहेछ छुट्टीको समयमा मम्मीलाई सगाम मम्मीलाई सुख दिम भन्नु त छँदै छैन जब म जान्छु नि अनि थाहा पाउँछिस् त्यस्तो नभन्नु कवितालाई आजकलको केटाकेटीहरूको हात नरम हुन्छ फोहोरहरू उठायो भने तिनीहरूको स्किनहरू नराम्रो हुन्छ अरे भएर मेरो छोरी त 4 बजे उठेर गोबर फाल्छी कहाँ सबको किस्मत तपाईँको जस्तो हुन्छ र आफ्नो छोरीलाई राजकुमारी जसरी राख्ने सुनिस् 4 बजे उठेर गोबर त चाहिँ 10 बजेसम्म सुत्छेस् 10 बजेसम्म घोडा सुते चाहिँ सुत्छे जा गएर त्यो फोहोर सबै डस्टबिनमा गएर फाल कवितालाई माथिको टप पनि सफा गर्न पठाउनु मेरो हात पुग्दैन कविता त्यो ग्यासमा तरकारी डढ्न लागिसक्यो ग्यास बन्द गर म गर्दैन के भनिस् अरू के काम छ भने भन्नु म गर्छु नत्र म अरू केही गर्दैन दिदी नुन पनि सक्यो नुन पनि ल्याउने भन्नु पसल सुनिस् कविता ल ल मुसा पार्ने औषध पनि ल्याउँछु काम पुरा तमाम गर्छु अनि आउँदाखेरि त्यहाँ मटर पनि ल्याएर पनिर पनि लिएर जा मटर पनिर